गुड मर्निङ गुड मर्निङ एभ्रिवान। हाम्रो चाहिँ यस्तो बवाल छ सुताइ नि त घोप्टो गुड मर्निङ। हामी चाहिँ आज भर्खर हाम्रो बिहानीको सुरुवात सँगसँगै हाम्रो मिठो मुस्कान स्वागत 7 हजुरलाई स्वागत छ। दुईजना छन्। हाम्रो चाहिँ यस्तो बवाल छ। यो चाहिँ हाम्रो के भन्छ बेडरुम हो, BHK अरे। अनि हाम्रो त्यहाँ लगेजहरू राख्ने फेरि यस्तो छ। हाम्रो खै लगेज कता छ? लगेज त्यहाँ छ अनि ब्यागेजहरू त्यहाँ सुतिरहन् तिनीहरू। अनि हाम्रो बिहानीको सुरुवात सँगसँगै आफ्नै कटेजको बिस्ताराबाट यहाँहरूलाई गुड मर्निङ। हेलो। आज चाहिँ हाम्रो घरमा 84 पूजा व्रत बन्द छ। आमाहरूको, बाबाजीको, 3टा भाइहरूको व्रत बन्द छ। त्यहाँबाट यहाँ चाहिँ 84 पूजा व्रत बन्द। यो चाहिँ हाम्रो घर। अनि आज चाहिँ यहाँ चाहिँ के भन्छन् रे, नामै आएन मलाई रोक्नु है। कीर्तन गर्ने यहाँ चाहिँ। अनि त्यसपछि मौरीको घर वालीमा त सधैँ कुहिरो लाग्छ, आँधी खोलाको कुहिरो। अनि त्यसपछि आएर चाहिँ हाम्रो त्यो चाहिँ कोठमा आज चाहिँ हामी चाहिँ यो कोठामा सुतेको। धेरैजना होइन, हामी 11-12 जना मात्रै थियौँ त्यो कोठामा जम्मा जम्मी। यहाँ चाहिँ व्रत बन्द गर्ने। अनि यसमा व्रत बन्द, त्यो पल्लोमा चाहिँ के भन्छ 84 पूजाको लागि हो। यो चाहिँ मण्डप यज्ञ के भन्छ भने यसलाई, यो चाहिँ यो। अनि उता चाहिँ खानाको लागि टेन्टहरू लागिसक्यो भनौँ होइन। अनि त्यसपछि केरा सायद के को लागि चाहिन्छ जस्तो छ। यो केरा चाहिँ सँगैको केरा चाहिन्छ अरे। कुहिरो चाहिँ मस्तै लाएको छ। के भन्नु, सेलरोटीको लागि त्यहाँ चाहिँ के गर्दै नि घिउ चिनीहरू गराउँदै हुनुहुन्छ आन्टीले। कति बट्टा घिउ राख्नुभयो? यसि त 2 घिउ। यति पिठोको लागि अङ्कलले ऐनो बनाउँदै हुनुहुन्छ। त्यो बिलाउनी हो कि बिलाउनी कुहिरो, आँधी खोलाको कुहिरो। अनि त्यसपछि भाइ बहिनीहरूले दाउरा भाइ यता बहिनीले। म चाहिँ कालो चिया खाँदैछु, हेर्दैछु। नआन दिदीलाई। त्यति चाहिँ बोकेर भ्याउँछ होला नि आजसम्म त। उता त काँचो हो बोक्ने। कामदार तिमी हो, म के त सुपरभाइजरको क्या सुपरभाइजर। यो चाहिँ चिया खाँदैछन्। अब का कामदारहरू भान्जाहरूले के गर्ने? भान्जा मान्छेले भाँडा मान्ने। ओ माई गड, इन त पुरै काँचको त कटाउ क्या गिलासमै चाँदीको नेपाली पढाउनु पर्ने हो। तातो चिया खाना आउनुहोस्। हाम्रो गोठमा आएको छु एकचोटि सरर। मस्त खाँदैछौ है तिमीहरू त। एउटा भैँसी छ। यो चाहिँ झुसेको छोरी हो कि गौरीको हो कि? यहाँ चाहिँ 2टा छन्। के छ हो सेन्दाई? चिल पारामा यिनीहरूले बिहानको खाना खाँदैछन्।
अघि पराल खाएको गाईहरूको लागि चाहिँ विद्याले घाँस काट्दैछ। आन्टीले भर्खर घाँस काटेर यति घाँस काटेर जानुभएको छ काट्छ चाहिँ। त्यसपछि चाहिँ यति चाहिँ घाँस यति माथिसम्म चाहिँ हाम्रो खेत हो। यहाँदेखि यति हाम्रो खेत हो। रिच किड ओके यस्तो ल्यान्ड ओनर ल्यान्ड क्रुजर भन्न। आन्टी आउनुभयो। आन्टीले काट्नु भएको चाहिँ यति घाँसहरू चाहिँ आन्टीले काट्नु विद्या भर्खर आइकियो। यो चाहिँ वडा नम्बर 13 वालिङ। अनि त्यसपछि पारी चाहिँ पाठखोला है। यो आधी खोला पुल। मैले चाहिँ घाँस काटेर भ्याएँ। उसले चाहिँ बाँध्दैछ। मुठाहरू हुँदैछ नि। यहाँ मुठाहरू चाहिँ हाम्रो एकदम उठेर खुसी हुन्छन् कि बाँध्दैछ आफै चरक्कै। यहाँ चाहिँ आलु। यो हाम्रो आधी खोला। यो हाम्रो खरबारी। यो चाहिँ सबै हाम्रो घाँस हो है। यो चाहिँ पुरै हाम्रोमा चाहिँ 50वटा जति भैँसी छन्। अनि हामीलाई लास्टै दुःख छ हामीलाई लास्टै दुःख छ। हामीले 50वटा भैँसीको घाँस 2 जना मात्र काट्नुपर्छ। हाम्रो भाइले घाँस काट्दैछ। अब कस्तो महसुस भइरहेको घाँस काट्दाखेरि? यता हेर त खै काट त। खरबारीमा जान्छु अनि दिदीले चाहिँ घाँसको मुठा बनाउँदै हुनुहुन्छ बोकेर लिएर जानलाई फर्ममा। हाम्रो चाहिँ गाई र भैँसी मात्र छन् धेरै। हाम्रो चाहिँ एकजना सिङ्गर पनि हुनुहुन्छ। म्याम प्लिज वान्स मोर त नाच त ल मनोरञ्जन। जान्छु मुठी लिन्छु टोलाउँछु पात बजाउ बोलाउँछु है। उसले चाहिँ 1 मुठी काट्यो है घाँस चाहिँ। बल्ल उठ्यो है हामी चाहिँ फाइनली। कति माथि भयो कि बारी आवाजमा भइसकेको छ। फर्किसक्यो किन भन्दाखेरि उसको भेट्टाएन। छैन नि। अब व्रतबन्धको कार्यक्रम सुरु हुँदैछ। हामी चाहिँ फाइनल्ली रेडी भयौँ। त्यहाँ त्यत्रो सानसाना बुढाबुढीको चाहिँ 84 पूजा भयो। उता बाहिरबाट पुग्नु दिनु भन्नु नि कुर्सी। त्यो कुर्सी बाहिरपट्टिबाट झिकेर उतापट्टिबाट पुग्नु दिनु। फरक पऱ्यो भने भिडियोमा नराम्रो देखिन्छ। त्यो पुरा ठिको गर्नु त्यो धेरै झुडियो धेरै राख्नु। हाम्रो प्रोग्राम सुरु हुँदैछ। त्यहाँ कपाल काट्ने भनेर उनीहरू बसिरहन् बिचरा। यत्रो सानसानो छन् कसरी नहुने होला। उताको हाम्रो 84 पूजाको यज्ञ भयो। यता चाहिँ यो यहाँ होम गर्ने।